सो हेलो एभ्रिवान, वी आर टेक रेक्स एन्ड बी अफिसियल है। सो यस, हजुरलाई थाहा नै होला हाम्रो सामान चाहिँ नआएको धेरै नै टाइम भइसक्यो। किन भन्दाखेरि जुन अस्ति नैको बाढीले गर्दा त्यहाँ चाइनाको पुल बनि नै रहेको थिएन, जसको कारणले गर्दा हाम्रो सामान एकदमै अड्किरहेको छ। 3-4 महिना हुन लागिसक्यो अलमोस्ट सामान नआएको। हाम्रो बिजनेस एकदमै डाउन छ, सबैको बिजनेस त्यस्तै हालत छ अहिले। सो बेसिकली अस्ति पुल खोल्ने कुरा थियो, अक्टोबर 20मा खोलेको पनि हो, तर खोलेकै दिन त्यो पुल फेरि भत्किएको लाइक भाँसिएको थियो। सो त्यही भएर त्यहाँबाट सामान पनि आउन पाएन। सो हाम्रो सामान चाहिँ अब कोरोला बोर्डरबाट आउँदैछ, जसमा ट्याक्स क्लियरेन्सको लागि वेटिङमा छ। सो लाइन चाहिँ एकदमै लामो भएको भएर अहिलेसम्म ट्याक्स क्लियरेन्स हुन पाएको छैन। सो मैले हजुरलाई एक्सपेक्टेड डेट 7 to 10 days भनेको थिएँ, जुन मलाई आफ्नो एजेन्टबाट त्यही डेट आएको थियो। सो अझै फेरि 7 दिन अझै टाइम लाग्ने जस्तो कुरा छ। सो इफ हजुरलाई कुनै इमर्जेन्सी छ भने चाहिँ यु क्यान वी विल रिफन्ड द पेमेन्ट है। सो इफ हजुरहरू अझ वेट गर्नुहुन्छ भने चाहिँ हामी एज अ टेकवेक्स एन्ड पी हामी चाहिँ हजुरलाई कम्पेन्सेसन एज अ हट विल्स एउटा दिनेछौँ। एन्ड फ्री डेलिभरी अल ओभर नेपाल प्रिअर्डर गर्नुभएकोहरूलाई चाहिँ छँदैछ। सो त्यही हो गाइज, थ्याङ्क्स फर वेटिङ, थ्याङ्क यू फर यर सपोर्ट है टिल डेट नाउ। अझै पनि सपोर्ट गर्दै जानु होला। सामान एकदमै अहिले गाह्रो भइरहेको छ, हामी आउने बित्तिकै हजुरलाई खबर गर्छौँ है त। थ्याङ्क यू।